स्पोर्ट्स फर टुरिज्म भन्ने मूल नाराको साथ सूर्य तारा क्लब पोखराको आयोजनामा हुन लागिरहेको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव 2082 मिति यही चैत्र 27 देखि चैत्र 30 गतेसम्म। स्थान प्रस्तावित रंगशाला पोखरा 29 भण्डारढिकमा। कार्यक्रमको मुख्य आकर्षण राष्ट्रिय स्तरको 7 साइड फुटबल टुर्नामेन्ट, राष्ट्रिय स्तरको डोरीतान प्रतियोगिता, स्लो स्कुटर रेस प्रतियोगिता, संघ संस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता, विभिन्न ख्याति प्राप्त राष्ट्रिय कलाकार सहितको बृहत सांस्कृतिक कार्यक्रम। सहकार्य डोरीतान संघ गण्डकी प्रदेश। प्रायोजक कर्मचारी बेक्स एन्ड फुड्स प्राली, हिमालयन ब्रुअरी प्राइवेट लिमिटेड, आदर्श हार्डवेयर पोखरा 29, इनर्जी ड्रिंक्स पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक्स। प्रवर्धक पोखरा महानगरपालिका कार्यालय कास्की, प्रदेश खेलकुद परिषद गण्डकी। विशेष सहयोगी रूपा गाउँपालिका कार्यालय पोखरा महानगरपालिका वडा नम्बर 29। सहयोगी संस्थाहरू जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान संघ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पारी प्यालेस, एटलस डिजाइन एन्ड प्रिन्ट तालचोक, स्थानीय आमा समूह, स्थानीय टोल विकास संस्थाहरू, अफिसियल टिभी फेवा टेलिभिजन प्राली, सिटी 1 टेलिभिजन प्राली, अफिसियल रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज, अफिसियल युट्युब च्यानल समय नेपाल, अफिसियल अनलाइन pokharasports.com, कोटखबर.com, सुनगावा न्यूज गण्डकी नेपाल। हेल्थ पार्टनर फेवा सिटी हस्पिटल प्राली, ओडा स्वास्थ्य केन्द्र पोखरा 29, रुद्र मेडिकल हल तालचोक। आयोजक सूर्य तारा क्लब पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव आदरणीय श्रीधर शर्माज्यू हामी माझ आउँदै हुनुहुन्छ। उहाँलाई आएपछि पुनः आसन ग्रहण गराउनेछु। अहिलेलाई भने विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि त्यसै पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि यसै पोखरा 29 का निवर्तमान अध्यक्ष चेत बहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि पोखरा 30 का कार्यवाहक अध्यक्ष विनोद प्रसाद लामिछानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि पोखरा महानगरपालिका न्यायिक समितिका सदस्य एवं पोखरा 29 का वडा सदस्य कालीदास पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामीसँग अतिथिको रूपमा कार्यपालिका सदस्यज्यूहरू पनि उपस्थित हुँदै हुनुहुन्छ। उहाँलाई पनि म आएपछि आसन ग्रहण गराउने छु। अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि प्रहरी नायब निरीक्षक प्रकाश पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष एवं हाम्रो यस खेलकुद महोत्सवका अफिसियल मिडिया पार्टनर पोखरा sports.com का सम्पादक केशव पाठकज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुनका लागि फेवा टेलिभिजनका प्रतिनिधि सुजन राणा भाटज्यूलाई हार्दिक अनुरोध गर्दछु। सिटी 1 टेलिभिजनका प्रतिनिधि विमल विकज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि 2081 का हाम्रो यस खेल महोत्सवका सहप्रायोजक बन्दीपुर केबलकार प्रालीका उपाध्यक्ष किरण पौडेल सरलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय कलाकार शिवहरी ढुङ्गानाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पोखरा स्पोर्ट्सका सञ्चालक सावित्री पोखरेल म्यामलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै क्लबका सल्लाहकार आदरणीय टीकाराम पोगेनीज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। सल्लाहकार शिव प्रसाद अधिकारीज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। प्रमोद भण्डारीज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। सूर्यमणि लामिछानेज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। सन्दीप कोइरालाज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। भरत गोदारज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। यसै क्लबका
उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीज्यूलाई आसनग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र क्लबका पदाधिकारी सदस्यज्यूहरू आजीवन तथा सार सदस्यज्यूहरू र यो खेल महोत्सवका मूल समारोह समितिमा रहेर विभिन्न जिम्मेवारीमा रहनुभएका सम्पूर्ण साथीहरूलाई यथास्थानमा आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र यत्रतत्र रहेर हाम्रो खेललाई प्रोत्साहन दिनको लागि उपस्थित हुनुहुने सम्पूर्ण खेल प्रेमी शुभचिन्तक शुभेच्छुक महानुभावहरूलाई यथास्थानमा आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दै सम्पूर्णलाई राष्ट्रिय गानमा स्वागत शरीक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु र राष्ट्रिय गान बजाएर सहयोग गरिदिनु हुन प्राविधिक मित्रलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ। अब हामी यस कार्यक्रमलाई स्वागत मन्तव्यतर्फ अगाडि बढाउन चाहन्छौँ। कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण खेलाडी साथीहरूलाई शब्दद्वारा स्वागत गरिदिनु हुनका लागि यसै क्लबका उपाध्यक्ष आदरणीय कृष्ण प्रसाद अधिकारीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालक हाम्रो यो सूर्यतारा क्लब पोखरा गण्डकी प्रदेश नेपालको महासचिव आदरणीय सरस्वती श्रेष्ठज्यू, आज यो महत्त्वपूर्ण कार्यक्रम सूर्यतारा क्लब पोखरा गण्डकी प्रदेश नेपालले जुन आयोजना गरेको तेस्रो स्पोर्ट्स फेस्टिभल, यो कार्यक्रमका सभा अध्यक्ष, यसै क्लबका अध्यक्ष आदरणीय विष्णुपुञ्ज्यू, यो कार्यक्रमका प्रमुख व्यक्तित्व अब केही समयमा आउँदै हुनुहुन्छ आदरणीय श्रीधर शर्माज्यू, यो कार्यक्रमका विशिष्ट व्यक्तित्व पोखरा महानगरपालिका वडा नम्बर 29 का जननिर्वाचित वडा अध्यक्ष श्री प्रसाद गुरुङज्यू, त्यसै गरेर वडा नम्बर 30 का कार्यवाहक अध्यक्ष विनोद प्रसाद लामिछानेज्यू, वडा नम्बर 29 का निवर्तमान वडा अध्यक्ष चेतबहादुर गुरुङज्यू, त्यसै गरेर यसै वडा नम्बर 29 का जननिर्वाचित वडा सदस्य एवं न्यायिक समितिका सदस्य आदरणीय कालिदास पोखरेलज्यू र हाम्रो यस क्लबका पदाधिकारीज्यूहरू, मञ्चासीन अति विशिष्ट महानुभावज्यूहरू, क्लबका सल्लाहकारज्यूहरू, खेलाडी भाइ बहिनीज्यूहरू, पत्रकारज्यूहरू, सबैमा हार्दिक नमस्कार र अभिवादन व्यक्त गर्न चाहन्छु, स्वीकार्नुहोला। हाम्रो यस सूर्यतारा क्लब गण्डकी प्रदेश नेपाल 2075 सालको मङ्सिर महिनाको 21 गते विधिवत रूपमा दर्ता भएको थियो। अस्ति भर्खरै जस्तो लाग्छ क्लब दर्ता भएको पनि। आज 7 वर्ष पुरा भइसकेको छ यो क्लब दर्ता भएको पनि, र हामीले यो 7 वर्षको अन्तरालमा धेरै राम्रा कार्यहरू र अत्यन्त महत्त्वपूर्ण कार्यक्रमहरू हामीले गरिसकेका छौँ। यो कार्यक्रमको प्रमुख व्यक्तित्व प्रदेश खेलकुद परिषदका सदस्य सचिव गण्डकीका श्रीधर शर्माज्यू आइपुग्नु भएको छ। म उहाँलाई प्रमुख अतिथिको आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हाम्रो क्लब 2075 साल मङ्सिर महिनाको 21 गते दर्ता भइरहँदा आज 7औं वर्ष भइसकेको छ। यो क्लबमा हामीहरू क्लब स्थापना कालमा 45 जना आजीवन सदस्य र 15 जना साधारण सदस्य र मानार्थ सदस्यहरू थियौँ। र हामीले सुरुमा क्लब दर्ता भएसँगै हामीले साबिकको लेखनाथलाई मुख्य चाहिँ यसका
साबिक लेखनाथ नगरपालिकाभित्रका मावि तहका विद्यालयहरूलाई लक्षित गरेर हामीले खुल्ला वक्तृत्व कला प्रतियोगिता र त्यो वक्तृत्व कला प्रतियोगिताले लेखनाथ स्तरीय लेखनाथ तारा सम्पन्न गरेपछि हामीले कास्की जिल्लामा रहेका चावडा पालिकाहरू अड्डाबुढा गाउँपालिका माछापुछ्रे गाउँपालिका रूपा गाउँपालिका र मादी गाउँपालिका गरेर चारवटा वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरेर चारवटा तारा पनि सम्पन्न गरिसकेका छौँ र पोखरा महानगरपालिका स्तरीय पोखरा तारा पनि सम्पन्न गरिसकेर हामीले कास्की जिल्ला स्तरीय कास्की तारा पनि हामीले खुल्ला वक्तृत्व कला प्रतियोगिता सम्पन्न गरिसकेका थियौँ। त्यसै गरेर हाम्रो यो गण्डकी प्रदेश स्तरीय क्लब भएको हुनाले हामीले छिमेकी जिल्ला हामीले स्याङ्जा जिल्ला र तनहुँ जिल्लामा पनि हामीले यो खुल्ला वक्तृत्व कला प्रतियोगिता गरेर त्यहाँ पनि हामीले स्याङ्जा तारा र तनहुँ तारा हामीले सम्पन्न गरिसकेका छौँ। यति मात्र होइन, हामीले हाम्रा असहाय अपाङ्गहरूलाई व्हिलचेयरदेखि लिएर हाम्रो स्थापना कालमा हामीले अनाथ आश्रमहरूमा र वृद्ध आश्रममा हामीले खाद्यान्न वितरणहरू पनि सम्पन्न गरिसकेका छौँ। हामीले विशेष गरिकन यस्ता खेल महोत्सवहरू अथवा चाहिँ अन्य धेरै कार्यक्रमहरू पोखरा लक्षित भइरहँदा हामीले लेखनाथलाई नै एउटा पर्यटनको हब अथवा खेलकुदको हब भन्ने बनाउने उद्देश्यका साथ हामीले पहिलो खेल महोत्सव पनि यसै प्रस्तावित रङ्गशालामा सम्पन्न गरिसकेका छौँ र पहिलो जुन खेल महोत्सवमा केही कमी कमजोरी थियो होला त्यसलाई हामीले दोस्रो खेल महोत्सवमा हामीले अत्याधिक उत्साहका साथ हामीले दोस्रो खेल महोत्सव पनि हामीले सम्पन्न गरिसकेका छौँ र अहिले यो तेस्रो खेल महोत्सव हामीले गर्ने तयारीमा छौँ र यो खेल महोत्सवमा हामीलाई प्रायोजित गर्नुहुने हामीलाई शुभकामना प्रदान गर्नुहुने हामीलाई आर्थिक अवस्थामा सहयोग गर्नुहुने सबै सहयोगी मनहरूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ र हाम्रा अतिथिगणहरूलाई पनि हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र खेलाडी भाइ बहिनीहरूलाई पनि उत्साहका साथ यहाँ आउनुभएको छ। सबै खेलाडी भाइ बहिनीहरूलाई पनि हामीले हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अतिथिगणहरूलाई यो कार्यक्रम सम्पन्न भइन्जेलसम्म हेरेर यहाँहरू खेलाडीहरूलाई हौसला प्रदान गर्नु अनुरोध गर्दै आजको यो कार्यक्रमलाई आफ्ना व्यस्त समयका बावजुद पनि प्रमुख अतिथि विशिष्ट अतिथि मञ्च आसीन व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद र हार्दिक स्वागत व्यक्त गर्दै म आफ्नो स्वागत मन्तव्य अन्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद छ हाम्रो यस क्लबका उपाध्यक्ष आदरणीय कृष्ण प्रसाद अधिकारीज्यूलाई। उहाँले सम्पूर्ण उपस्थित महानुभावहरूलाई शब्दद्वारा स्वागत गरेर गइसक्नु भएको छ। हामी माझ अहिले यति बेला कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व आइपुग्नु भएको छ। आजको यस कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव आदरणीय श्रीधर शर्माज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र आजको यो खेल महोत्सव 2082लाई विधिवत रूपमा समुद्घाटन गरिदिनु हुनका लागि ब्यानरमा हस्ताक्षर गरेर समुद्घाटन गरिदिनु हुनका लागि प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु र सहयोगको लागि अध्यक्षज्यू लगायत अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। हाम्रो यो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव 2082 विधिवत रूपमा समुद्घाटन भइसकेको छ। यो बिचमा हामी यो कार्यक्रममा एउटा स्वागत नृत्य प्रस्तुत गरिदिनु हुनका लागि कलाकार साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यो प्रस्तुत गर्नेछौँ। अहिलेलाई भने कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि यस कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष आदरणीय श्री प्रसाद गुरुङज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कार्यक्रम सञ्चालिका ज्यूलाई र आज यो कार्यक्रमका अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवज्यू, मञ्च आसीन अन्य अतिथिगणहरू र क्लबका पदाधिकारी, कार्य समिति र सल्लाहकार सदस्यहरू,
र यो आज जुन हामी यो तेस्रो संस्करणको जुन आयोजना गर्दैछौँ यो सूर्य तारा क्लबको आयोजनामा यो सफलताको हार्दिक शुभकामना दिन चाहन्छु र यो खेलकुद महोत्सवको माध्यमबाट परिचित सूर्य तारा क्लब गण्डकी पोखराको अझै उज्जवल भविष्यको कामना गर्दै यो जुन तेस्रो संस्करण हामी 27, 28, 29, 30 गते सम्ममा यो सञ्चालन हुने यो विविध कार्यक्रमहरू रहेको छ। यो कार्यक्रम सबै शीर्षकहरू विधामा झन्केर सञ्चालित कार्यक्रमहरू भव्य सफलताको शुभकामना सहित वडा नम्बर 29 परिवार यो खेलकुद जगतलाई हर हमेसा चाहिँ हामीले साथ र सहयोग गर्दै आइरहेका छौँ र यसलाई चाहिँ भावी दिनमा पनि फेरि यसलाई निरन्तरता दिने अटुट सङ्कल्प गर्दै यो कार्यक्रम सफलताको शुभकामना सहित खेलकुदमा यो 7 साइड खेलकुद कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडी बाबुहरूलाई सफलताको शुभकामना मिलोस्। अनुशासित र इमान्दार लगनशील भएर यहाँले चाहिँ देखाउँदै आइरहेको छ। भविष्यमा पनि यहाँलाई चाहिँ उच्च बिन्दुमा पुग्न सफलता मिलोस्। यो शुभकामना सहित मेरो आफ्नो मन्तव्यलाई यहीँ विश्राम गर्न चाहन्छु। धन्यवाद। जय खेलकुद। धेरै धन्यवाद छ। हाम्रो यस कार्यक्रमका विशिष्ट व्यक्तित्व यस पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरुङज्यूलाई उहाँले विगतदेखि नै आजसम्म त्यति नै खेलकुदको क्षेत्रमा र यो क्लबलाई अति नै माया गरिरहनु भएको छ। यहाँहरूको माया र सद्भाव सधैँभरि क्लबले पाइरहनेछ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ। अब भने यो कार्यक्रममा स्वागत नृत्य जोड्न चाहन्छौँ। पूर्णिमा सांस्कृतिक कला केन्द्रद्वारा स्वागत नृत्य प्रस्तुत गरिदिनु हुनका लागि कलाकार बहिनीहरू पूजा गुरुङ, क्रिस्टिला गुरुङ, अमित सुनार, प्रिन्स ठकुरी र गीतको बोल रहेको छ सुखी माया। भाइले तपाईँलाई पाम्ला भनेर सिद्ध भएर भाकल गरेर झारिसक्यो।
सल्लाहकार आदरणीय सूर्यमणि लामिछानेज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दछु। त्यसै गरी क्लबका सदस्य विकास सुनारज्यूलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्दै अब भने कार्यक्रममा शुभकामना मन्तव्यतर्फ अगाडि बढाउन चाहन्छु। शुभकामना मन्तव्य राखिदिनु हुनका लागि आजको यस कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव आदरणीय श्रीधर शर्माज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। द्वारा आयोजित यो तेस्रो स्पोर्ट्स फेस्टिभल 2082 यो उद्घाटन समारोहका अध्यक्षता गरिरहनुभएका सर्दय विष्णु पुन्ज्यू, विशिष्ट व्यक्तित्वज्यूहरू, खेलका विभिन्न सङ्घका पदाधिकारीज्यूहरू, हाम्रो भर्खरै प्रदेश खेलकुद परिषदको सल्लाहकारमा मनोनयन हुनुभएका केशव पाठकज्यू, उपस्थित पत्रकारज्यूहरू, खेलाडी साथीहरू, अफिसियलज्यूहरू, एम्पायरहरू, उपस्थित सम्पूर्णमा सर्वप्रथम प्रदेश खेलकुद परिषदको तर्फबाट यहाँलाई हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। र यो तेस्रो संस्करणसम्म यहाँसम्म यो प्रतियोगिता आयोजना गर्न मलाई लाग्दछ आयोजकलाई कठिन एउटा यात्रा तेस्रो वर्षमा आइपुग्दा प्रदेश खेलकुद परिषद पनि गत आर्थिक वर्षदेखि यो प्रतियोगितामा जोडिँदै आएको छ र आगामी दिनमा पनि हामी सँगै रहनेछौँ भन्ने कुरा प्रतियोगिता जाहेर गर्न चाहन्छु। आज नेपालमा खेलकुदलाई सरकारी निकायको बजेट विनियोजनको दृष्टिकोणले हेर्ने हो भने नेपाल सरकारको गत आर्थिक वर्षसम्म जम्मा 0.19% मात्रै बजेट विनियोजन भएको थियो। गत प्रतिनिधि सभाबाट बजेट पारित हुँदा त्यसलाई वृद्धि गरी 0.31% थोरै वृद्धि भएको अवस्था छ यो चालु आर्थिक वर्षमा। त्यसै गरी प्रदेश सरकारको बजेटमा पनि हामी 0.59% को वरिपरि मात्रै रहने गरेका छौँ र महानगरपालिकामा यो महानगरपालिका मात्रै होइन हाम्रो प्रदेश लगायत नेपालको धेरै पालिकाहरूलाई हेऱ्यौँ भने हामीले 0.3% भन्दा वृद्धि केही पालिकाहरूमा चाहिँ अगाडि गएको र त्योभन्दा तल धेरै जस्तो पालिकाहरू 0.2% भन्दा माथि जान सकेको अवस्था छैन। अर्थात् सरकारी निकायले खेलकुदलाई हेर्ने बजेट विनियोजनको दृष्टिकोणले हेर्दा धेरै माया गरेको, यसमा ध्यान पुर्याएको हामी देख्दैनौँ बजेट विनियोजनको सवालमा। तर अन्य हरेक कार्यक्रममा जब जब प्रमुख अतिथि हुने सवाल आउँछ, जब जब पदाधिकारीहरूको मनोनयन गर्ने सवालमा हुन्छ,
जब जब विशिष्ट अतिथिको सवाल हुन्छ तिनै तहका सरकारमा रहेका राजनीतिक नेतृत्वले आफ्नो मान्छेलाई ल्याउन खोज्ने, आफ्नो पदाधिकारी धेरै ल्याउन खोज्ने हामी कहाँको एउटा व्यथा खेलकुदमा हामी भोगिरहेका छौँ। एकातर्फ यो समस्या हाम्रा बिचमा राजनीतिक नेतृत्वले ध्यान पुर्याउन नसकिरहेको अवस्था छ भने अर्कोतर्फ जो खेलकुदमा हामी पदाधिकारी छौँ, चाहे जनप्रतिनिधि होस्, चाहे खेलकुद पदाधिकारी होस्, चाहे खेल सङ्घ संस्थाका पदाधिकारी होस्, हरेक कुरामा खेलकुदलाई आफ्नो जिम्मेवारी निर्वाह गर्ने सवालमा सधैँ पन्छाउने, अन्यल गराउने, नीति बसाल्ने कुरामा हामी चुकिरहेका छौँ। तसर्थ अब खेलकुदमा एउटा स्पष्ट नीति र पारदर्शिताका साथ सक्षम नेतृत्व अगाडि बढ्नुपर्ने कुरा आज आवश्यक भएको छ। एकातर्फ यो समस्या छ, अर्कोतर्फ खेल प्रतियोगिताहरूलाई आयोजना गर्ने सवालमा, खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षण गर्ने सवालमा, खेलाडीको रोजगारी वृद्धि गर्ने सवालमा, खेलाडीलाई सेवा सुविधा दिने सवालमा गण्डकी प्रदेश सरकार तुलनात्मक रूपमा सबै प्रदेशहरूभन्दा र नेपाल सरकारभन्दा 1 कदम 2 कदम अगाडि बढिसकेको अवस्था छ। मुख्य गरी हाम्रो गण्डकी प्रदेशबाट जो ओलम्पियन खेल्नुभयो उहाँलाई मासिक भत्ता 3 आर्थिक वर्षबाट हामी निरन्तर गण्डकी प्रदेश सरकारले व्यवस्था गरिरहेको छ। यो नेपालको दृष्टिकोणमा पहिलो छ। दोस्रो, हामी कहाँ प्रदेश खेलकुद परिषदमा आबद्ध भएको सूचीकृत भएका रेफ्री कोचहरूलाई करिब 600 जनालाई 3 आर्थिक वर्षदेखि हामी आकस्मिक दुर्घटना बिमा र उपचार खर्चमा चाहिँ हामी बिमाको कुरा व्यवस्था मिलाएर अगाडि बढिरहेका छौँ। त्यसै गरी पूर्व तथा वर्तमान खेलाडीहरूलाई अभिलेखीकरण गर्ने सवालमा एउटा अन्तिम चरणमा नपुगिसकेको अवस्थामा हामी समूहगत रूपमा 300 खेलाडीलाई हामीले वार्षिक आकस्मिक बिमासँग आबद्ध गरेका छौँ। तसर्थ बिमाको दृष्टिकोणले छात्रवृत्तिलाई जसले गण्डकीको खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रतियोगिताहरूमा मेडल प्राप्त गरेको, स्थान प्राप्त गरेका खेलाडीलाई छात्रवृत्ति ल्याउने दिने व्यवस्था गर्ने कुरामा चाहिँ गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदले गत आर्थिक वर्षबाट सुरुवात गरिसकेको अवस्था छ। यी सबै कुरालाई खेलाडी कल्याणकारी कोषको स्थापना र पदकको माध्यमबाट खेलकुदमा योगदान पुर्याएका खेलाडी र खेलप्रेमीहरू, खेल सहयोगीहरूलाई व्यवस्थित गरेर पहिचान बनाउँदै एउटा स्थापित रूपमा लानेको कुरामा गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कोषको स्थापना सम्बन्धी कार्यविधि र गण्डकी प्रदेश खेलकुद पदकको दृष्टिकोणले एउटा कार्यविधि पारित गरेर हामी त्यो दौरानमा छौँ, जुन नेपालको दृष्टिकोणमा एकमात्र प्रदेशले अगाडि बढेको अवस्था छ। तसर्थ खेलकुदमा केही सुरुवात हामीले गण्डकीले गरेका छौँ। अब यो एउटा बाटो भयो, तर जसरी आज सूर्यतारा क्लबले संस्थाले प्रतियोगिताहरूको आयोजना गर्दा आर्थिक स्रोत जुटाउने सवालमा व्यापारिक दृष्टिकोणमा रकम माग्न गयो, सहयोग माग्न गयो, त्यहाँ पनि समस्या सामना गरेकै होला। सरकारी निकायमा यद्यपि प्रदेश खेलकुद परिषद, नगरपालिका लगायत सम्पूर्ण ठाउँमा जाँदा सोचे जस्तो सहयोग प्राप्त भएको छैन। तसर्थ प्रतियोगिता आयोजना गर्दा एकातर्फ रकम सङ्कलनलाई समस्या हुने, अर्कोतर्फ खेलाडीलाई सेवा सुविधा र पुरस्कारको दृष्टिकोणमा थोरै दियो भने प्रतियोगितामा खेलाडीहरू, असल खेलाडीहरू, राम्रो खेलाडीहरू नआइदिने। सुविधा वृद्धि गरौँ, आयोजकले प्रतियोगिता आयोजना गर्न सक्दैन। सुविधा वृद्धि नगरौँ, प्रतियोगिता आयोजना गरौँ, राम्रो खेलाडीहरू सहभागी हुन आउँदैन। तसर्थ यो एउटा खेलकुद समस्याले ग्रस्त यो एउटा दृष्टिकोणले देखिएको छ। अर्कोतर्फ खेलाडीलाई उत्पादन गर्ने प्रशिक्षणको सवालमा नेपाल सरकारका निकायहरूलाई, सामाजिक सङ्घ संस्थाहरूलाई प्रतियोगितामा बरु थोरै धेरै लगानी हुने गरेका छन्, तर प्रशिक्षण गरेर खेलाडी उत्पादन गर्ने सवालमा सङ्घ संस्थाबाट पनि त्यसमा ध्यान पुग्न सकेको वा हामीले आकर्षण गर्न सकिरहेको अवस्था छैन। तसर्थ नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय पालिकाले मात्रै चाहेर खेलकुदको विकास नेपालमा सम्भव छैन र नेपालको खेलकुदलाई कसैले बचाएको छ भने त्यो आम नागरिकको प्रेम, ममता र सम्मानले आज खेलाडीहरू चाहिँ नेपालको झन्डालाई लिएर विदेशी भूमिमा योग्य खेलाडीको रूपमा चाहिँ पहिचान स्थापित गराइरहनु भएको छ। तसर्थ अब खाँचो छ। यसरी जसरी यो क्लबले आयोजना गर्यो, यो संस्थाले जसरी आयोजना गर्यो, प्रतियोगितामा सामाजिक उत्तरदायित्व सम्बन्धी जुन सङ्घ संस्था, वित्तीय संस्थाको रकमहरू छन्, त्यसलाई कसरी खेलकुदमा ल्याउने, कसरी खेलाडी उत्पादनमा ल्याउने, कसरी खेलाडी रोजगारीमा वृद्धि गर्ने, कसरी खेलकुदसँग जोड्ने कुरामा सरकारी निकायहरूले ध्यान पुर्याउनु पर्दछ भन्ने मलाई लाग्दछ। अन्तमा
खेलकुद जित र हार मात्रै होइन, खेलकुद मेडल प्राप्त गर्ने महत्त्वपूर्ण एउटा होला, तर त्यो सँगसँगै नेपाल र नेपालीलाई पहिचान अन्तर्राष्ट्रिय भूमिसम्म गराउन सक्ने एउटा मुख्य माध्यम पनि हो। त्यति मात्रै होइन, समाजमा जित्ने र हार्नेको बिचमा सँगै बस्ने, एकले अर्कालाई सम्मान गर्ने, जित्दा मातिने हार्दा आत्तिने नहुने व्यवस्था समाजमा स्थापित गर्न पनि आज खेलकुदबाट सिक्नुपर्ने आवश्यकता छ। तसर्थ खेलकुद मात्रै जित्ने र हार्ने होइन, खेलकुद संस्कृति, अनुशासन, सामाजिक सद्भाव सँगै लिने एउटा महान अभियान पनि हो। खेलकुद आफैमा एउटा संस्कृति पनि हो। खेलकुद आफैमा एउटा निरन्तर बग्ने पवित्र, जसरी मुक्तिनाथबाट निस्केको पवित्र नदी काली गण्डकी हुँदै त्रिवेणी धामसम्म गण्डकी प्रदेशको अन्तिम भारतसँग जोडिएको नाकासम्म पुग्ने नयानी नदी पवित्र जल जस्तै पवित्र एउटा अभियान हो। यसमा जोडिनु, यसमा सँगै हिँड्नु, यसमा सँगै बाहिर बसेर पनि सहयोग गर्नु वा आशीर्वाद दिनु पनि एउटा खेलकुदलाई विकास हुन सक्छ। यो पवित्र चिजमा हामी सबै लागौँ, सबैले सहयोग गरौँ भन्ने आग्रहका साथ यो प्रतियोगिताले पूर्ण रूपमा सफलता प्राप्त गरोस्। आगामी दिनमा पनि यसले निरन्तरता जाँदै गरोस्। हामी सँगै रहने वचनबद्धता दिँदै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार। हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई। उहाँले खेलकुद क्षेत्रको विकासको लागि सबै कुराहरू, प्राविधिक, प्रशासनिक सबै पाटाहरू र खेलाडीहरूलाई हौसला पनि प्रदान गरेर जानुभएको छ। हामीले यो समुद्घाटन कार्यक्रम छोटो राख्यौँ किनकि आजभोलि 2-3 बजेपछि पानी पर्ने र खेलाडी साथीहरूलाई खेल खेल्नमा अलिकति समस्या हुन सक्ने भएको हुनाले औपचारिक कार्यक्रमलाई हामीले त्यति लामो गरेनौँ र यो औपचारिक कार्यक्रमको अन्त्यमा छौँ। यो कार्यक्रम हामीले 30 गतेसम्म सम्भवतः यो 2082 सालभरि तपाईँ हामी सँगै रहनेछौँ। विभिन्न खेल कार्यक्रमहरू हरेक दिन भइरहनेछन् र दर्शक, शुभेच्छुक सबै महानुभावहरूलाई हरेक दिन यो खेलका गतिविधिहरूलाई यहाँहरूले हेर्नको लागि यो ग्राउन्डमा आएर खेलको मजा लिन र खेलाडीहरूलाई हौसला प्रदान गर्नको लागि पनि हार्दिक अनुरोध गर्दै यो कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण प्रमुख अतिथिज्यूहरू लगायत सहभागी सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै अबको खेल कार्यक्रमलाई अगाडि बढाइदिनु हुन अफिसियल साथीहरूलाई हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक यहाँहरूबाट बिदा चाहन्छु। धन्यवाद, नमस्कार। का खेलाडी साथीहरू यस प्रकार रहेका छन्: दीप कुँवर जर्सी नम्बर 10, जर्सी नम्बर 7 कीर्तन गुरुङ, जर्सी नम्बर 8 सगुन पाठक, जर्सी नम्बर 16 क्रिस गुरुङ, जर्सी नम्बर 12 सुदीप गुरुङ, जर्सी नम्बर 5 सफल गुरुङ, जर्सी नम्बर 6 अनमोल आले, जर्सी नम्बर 4 प्रतीक तामाङ र जर्सी नम्बर 11 विपिन ठकुरी। त्यसै गरी पोखरा 29 को तर्फबाट खेलाडीहरूको नामावली यस प्रकार रहेको छ: जर्सी नम्बर 14 लाक्पा तामाङ, जर्सी नम्बर 11 कुशल लिम्बू क्याप्टेन, जर्सी नम्बर 22 गोलकिपर अनुप छेत्री, अरविन्द परियार। रङहरू ठिक छ नि है? छिटो छिटो भयो कि छिटो दौडी यति थोरै नि हेर्दा यार थाक। ओए के छ त्यो रिसागेन अस्ति गाउँ ल्यालो भएर
आइलो